अनि क्रुसले चाहिँ परमेश्वरको प्रेमलाई चाहिँ प्रकट गरेको हामी देख्न सक्छौँ होइन। परमेश्वरले चाहिँ हामीलाई प्रेम गर्नुहुन्छ। त्यहाँ हामी हेर्छौँ बाइबलमा योना 3:16 किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो। परमेश्वरले चाहिँ कस्तो प्रेम गर्नुभयो त भन्दाखेरि उहाँले चाहिँ प्रकट कसरी गर्नुभयो भन्दा चाहिँ उहाँ चाहिँ आफै यस संसारमा आउनुभयो होइन। बाइबलले भन्छ रोमी 5:8 हामी पापी छँदाछँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो होइन। परमेश्वर स्वयं परमेश्वर पुत्र स्वयं चाहिँ यस पृथ्वीमा चाहिँ मानव रूप धारण गरेर आउनुभयो अनि उहाँले चाहिँ कुनै पाप गर्नु भएन। उहाँको जन्म नि कन्याद्वारा भएको थियो। उहाँले चाहिँ उहाँ चाहिँ क्रुसमा टाँगिनु भयो, मर्नुभयो र गाडिनुभयो र तेस्रो दिनमा जीवित भएर उठ्नुभयो होइन। हामी देख्न सक्छौँ परमेश्वरको प्रेम यही हो कि होइन। परमेश्वर अनन्त परमेश्वर चाहिँ मानिस भएर आउनुभयो। ओके, त्यहाँ जानलाई चाहिँ प्रियहरू क्रुस उठाउनै पर्छ। हामी क्रुस उठाएनौँ भने हामी जान सक्दैनौँ होइन। क्रुस उठाएनौँ भने हामी जान सक्दैनौँ होइन। हामी आफूले इन्कार गरेनौँ भने हामी अरूको निम्ति हामी जिउन सक्दैनौँ। हामी आफूले इन्कार गरेनौँ भने हामी अरूको निम्ति हामी जिउन सक्दैनौँ। अरूलाई हामी प्रेम गर्न सक्दैनौँ। कम बनाउन खोजेको भयो त्यसलाई हामी सक्दै सक्दैनौँ। तर त्यो सिद्ध प्रेम भनेको चाहिँ त्यो प्रेम हो जब परमेश्वरको अगाप्य प्रेमले चाहिँ जब हामी एकअर्कालाई प्रेम गर्छौँ त्यहाँ छ परमेश्वरको प्रेम चाहिँ सिद्ध हुन्छ। कारण परमेश्वर प्रेमिलो हुनुहुन्छ। उहाँको प्रेम चाहिँ कहिले पनि सेलाउँदैन। एफिसस मण्डलीको प्रेम सेलाउन सक्ला। पावलले चाहिँ एफिसीको पुस्तक लेख्दाखेरि तिमीहरूको प्रेम वाउ भने जब 35 वर्षपछि यूहन्नाले प्रकाशको पुस्तक 2 अध्यायको 1 देखि 7 सम्म लेख्छन् तिमीहरूले एउटा कुरा तिमीहरूको विरुद्धमा छ त्यो तिमीहरूले आफ्नो पहिलो प्रेमलाई छाडेका छौ। अनि एफिससको मण्डलीमा चाहिँ प्रेम मण्डलीको प्रेम कहिले काहीँ सेलाउँदैन। यहाँ चाहिँ भन्न खोजेको परमेश्वरको प्रेम सेलाउँछ भन्न खोजेको होइन। परमेश्वरको प्रेम चाहिँ कहिले पनि सेलाउँदैन। त्यही भएर हामीले प्रेमको विषयमा प्रचार गरिराख्नु जरुरी छ। पुलपिटमा हामीले परमेश्वरको प्रेम अगाप्य प्रेमलाई ल्याइराख्नु जरुरी छ। त्यही भएर पुलपिटबाट हामीले अनुग्रहलाई प्रचार गरिराख्नु जरुरी छ। यदि तपाईँले अनुग्रहको प्रचार पुलपिटबाट सुन्नुहुन्न भने, क्रुसको प्रचार चाहिँ पुलपिटबाट सुन्नुहुन्न भने, प्रेमको प्रचार चाहिँ पुलपिटबाट चाहिँ सुन्नुहुन्न भने त्यो पुलपिटबाट नसुन्नु। केही कुरा केही पनि नहोस् तर त्यहाँ चाहिँ परमेश्वरको प्रेम छ भने वाह भयो पुग्यो हामीलाई। किनकि जहाँ प्रेम छ त्यहाँ अनुग्रह छ। जहाँ प्रेम र अनुग्रह छ त्यहाँ चाहिँ सिद्धिएको कार्य छ। जहाँ प्रेम अनुग्रह सिद्धिएको कार्य क्रुस रगत छ त्यहाँ चाहिँ परमेश्वर हुनुहुन्छ। यसलाई हामी देख्नेछौँ त्यो समयमा। तर यहाँ चाहिँ प्रेम सेलाउँछ। अनि एउटा पास्टरले चाहिँ प्रेम येशू ख्रीष्टको प्रेमको विषयमा, अनुग्रहको विषयमा, कृपाको विषयमा, क्रुसको विषयमा उसले प्रचार गरिरहेन भने उसको प्रेम सेलाउँदै जान्छ। उसले विश्वासीहरूलाई प्रेम गर्न छाड्छ। कतिपय पास्टरहरू कठोर भएको मैले देखेको छु। अब ग्रेटर ग्रेसमा त नहोला, अब हुन पनि सक्छ। तर जे होस् म आफैमा पनि त्यो हुने सम्भावना छ। यदि म आफैले पनि येशू ख्रीष्टको क्रुसलाई, येशू ख्रीष्टको अनुग्रहलाई, येशू ख्रीष्टको प्रेमलाई, येशू ख्रीष्टको रगतलाई, येशू ख्रीष्टको बलिदानलाई, येशू ख्रीष्टको क्रुसलाई अनि पावलले भने जस्तै म जे छु अनुग्रहले छु भन्न मैले छाडेँ भने मेरो पनि प्रेम चाहिँ सेलाउँदै जान्छ। त्यही भएर येशू ख्रीष्टले